साथीहरू यति बेला चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको सरकार यानी कि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार जुनसुकै काम गर्दा पनि असफल भइरहेको छ साथीहरू। विरोध आइरहेको छ। यो चाहिँ किन चाहिँ होला साथीहरू? अब प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै ल्याएको नीति 100 रुपियाँ भन्दा बढीको सामान ल्याउँदाखेरि भन्सार ट्याक्स तिर्नुपर्ने भन्ने जुन नीति ल्याएको छ, यो भर्खरै मात्र ल्याएको नीति, यसमा पनि विरोध आइरहेको छ साथीहरू। अनि विद्यार्थी संगठन खारेज, भ्रष्टाचार विरुद्धको त्यो मुद्दाहरूको त्यो विषयमा पनि जुन किसिमको नीति चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले ल्याएका छन् नि, त्यसलाई पनि सिधै तल सर्वोच्च अदालत यानी सुप्रिम कोर्टले त्यसलाई सिधै बहिष्कार गरिदिएको छ साथीहरू। यो चाहिँ के चाहिँ कारण होला? बालेन्द्र शाह नेतृत्वको सरकारलाई असफल पार्नको निमित्त चाहिँ हो कि के हो साथीहरू? यो मैले बुझ्न सकिनँ। जुन किसिमको राम्रो नीति ल्याउँदा पनि यसरी सर्वोच्च अदालतले बहिष्कार गरिदिएको छ। अब यो कारण पनि बुझ्नु, तपाईहरुले कारण बुझ्न पनि जरुरी छ। यही त होला नि। अब पुराना राजनीतिक दलका नेताहरूको कोर्टको गोजीबाट पैसा लिएर बनेका ती न्यायाधीशहरू अनि अहिले चाहिँ सबै चाहिँ बालेन्द्र शाहको कामलाई चाहिँ सिधै विरोध जनाउने, बहिष्कार गरिदिने, सबै चाहिँ खारेज गरिदिने, माथि जान नपाउँदै खारेज गरिदिने साथीहरू। के चाहिँ हो यो? बालेन्द्र शाहलाई असफल पार्नको निमित्त हो कि साथीहरू के हो? अब भर्खरै मात्र यो केपी शर्मा ओलीलाई चाहिँ जेलमा हाल्नको लागि जुन किसिमको थियो, त्यसमा पनि सर्वोच्च अदालतले बहिष्कार गरिदिएको छ भ्रष्टाचार विरुद्धको। अनि यी सबै आदि इत्यादि मुद्दा चाहिँ यो जुन चाहिँ सर्वोच्च अदालतमा नै जाने भयो नि साथीहरू। अनि सर्वोच्च अदालतले यसरी सिधै बहिष्कार गरिदिने, यस बालेन्द्र सरकारलाई चाहिँ के खेल खेल्न खोजेको छ साथीहरू? अब यसरी यो किसिमले चाहिँ हुने हो भने देशको विकास कदापि पनि हुन सक्दैन साथीहरू। अब नेपालीहरू सधैँ चाहिँ बाहिर देशको गुलामी, विदेशको गुलामी हुन पुग्छन्। नेपालले चाहिँ यो कदापि विकास हुन सक्दैन साथीहरू। यस विषयमा तपाईहरुको धारणा के छ त? यो भिडियोलाई जति सक्दो शेयर गर्नुस्, 3 करोड नेपालीलाई शेयर गर्नुस् है त। बालेन्द्र सरकारलाई धेरै नै असफल पार्न खोजिएको छ। यसमा के छ त तपाईको राय?